शक्तिका 48 नियमहरू 5। आफ्नो प्रतिष्ठा जीवनजैँ जोगाउनुहोस्। मानिसहरूले तपाईलाई तपाईको प्रतिष्ठाका आधारमा मूल्याङ्कन गर्छन्। तपाई इमानदार, व्यावसायिक, सृजनशील, भरपर्दो वा गैर जिम्मेवार भनेर चिनिनुभयो भने तपाईले पाउने अवसर र व्यवहार पनि त्यसै अनुसार हुन्छ। बुझ्नुपर्ने कुरा, प्रतिष्ठा एक पटक बिग्रियो भने त्यसलाई फेरि राम्रो बनाउन धेरै समय लाग्छ। त्यसैले आफ्नो सार्वजनिक छवि, कामको गुणस्तर र बोलाइमा निरन्तरता राख्नु आवश्यक हुन्छ। उदाहरण, मानौं कुनै एजेन्सी वा स्वतन्त्र रूपमा काम गर्ने व्यक्तिले बारम्बार समय सीमा पूरा गर्न सकेन। यस्तो अवस्थामा उसको सृजनात्मक क्षमता राम्रो भए पनि ग्राहकले उसलाई सजिलै विश्वास गर्दैन। सावधानी, प्रतिष्ठा बनाउन नक्कली छवि बनाउनु पर्दैन। वास्तविक गुणस्तर, व्यावसायिकता र निरन्तरता नै लामो समयसम्म टिक्छ।